हेलो साथीहरू म चाहिँ आज कपन गुम्बामा धेरै पछि लगभग 8-9 वर्षपछि घुम्न गएको थिएँ। सो तपाईलाई पनि यसो भिजिट गराइदिउँ भनेर चाहिँ मैले एउटा सानो ब्लग बनाएको छु हैन। त्यो राम्रोसँग हेरिदिनु होला। हामी चाहिँ यता स्वयंबाट हिँडिसकेको थियौँ र प्लस मेरो नानी चाहिँ मैले दिदीहरूलाई पठाएको थिएँ के बाटोमा धुवा धुलो हुन्छ भनेर रोगसोग लाग्छ भनेर। सो हामी गयौँ। पहिला चाहिँ माथिसम्म पनि स्कुटर पनि जान दिन्थ्यो कि अहिले चाहिँ यो धेरै भिडभाड हुन्छ, मान्छेहरू धेरै छ भनेर पनि होला सायद स्कुटरहरू अनि ट्याक्सीहरू चाहिँ तल नै रोक्नुपर्ने रहेछ कि। सो हामी गयौँ अनि मिल्छ मिल्दैन भनेर पनि सोध्यौँ हामीले त्यहाँनिर माथि लानु मिल्छ कि स्कुटर पार्किङ छ कि भनेर। नमिल्ने रहेछ कि सबैजना यतै पार्क गर्दै रहेछ। सो मैले यताउता हेर्दै हैन घुम्दै स्कुटर पनि त्यहाँ राखेर अनि हाम्रो बुढाबुढी चाहिँ हिँड्यौँ पैदल यात्री भनेर है माथिसम्म गयो हिँडेर। त्यसपछि दिदीलाई फोन गर्दाखेरि दिदीको नेटवर्क पनि राम्रोसँग आइरहेको थिएन अनि दिदीलाई पनि जस्ट खोज्दै अनि हामी पनि यता दर्शन गर्दै भिडियो पनि बनाऊँ न त भनेर चाहिँ मैले यसो बनाइदिइहालेको हैन। मेन चाहिँ हामीले दर्शन गर्न आएको चाहिँ यही हो है। म त फर्स्ट टाइम हो के भन्छ पनि मलाई थाहा छैन। अनि जस रमाइलो यति रमाइलो थियो हैन। दर्शन गर्नको लागि पनि लाइन पनि बसेँ म। जस लाइन पनि बस्यो हैन। दर्शन पनि मजाले गरियो। अनि दिदीहरू चाहिँ उता कुर्दै हुनुहुन्थ्यो मेरो नानीसँगै। अनि त्यसपछि हामी यताउता हेर्दै घुम्दै लाइन बस्दै दर्शन गऱ्यौँ। अनि त्यसपछि हामी त्यहाँबाट चाहिँ अब दिदी भएको ठाउँमा गयौँ हैन। दिदी भएको ठाउँमा गएर हामी के लिएर आएको छ सबैजनाले ड्राई पिकनिक टाइपको हुन्छ नि सबैजना वरिपरि बसिरहेछौँ कसले के लिएर आयो भनेर चाहिँ जो सबै बाडी चुडी हैन रमाइलो गर्दै गफसफ गर्दै जस खान्छौँ हामी खायौँ। अनि रमाइलो भएको थियो धेरै पछि पिकनिक आए जस्तो फिल भयो कि मलाई जस फ्यामिलीसँग पनि प्लस अब साथीहरू पनि थियो त दिदीहरू पनि। अनि खानासाना खाइसकेपछि चाहिँ हामी त भित्र गुरुरेम्बुजी भएको ठाउँमा दर्शन गर्न गयौँ। त्यहाँ पनि लाइनै थियो यति धेरै मान्छे थियो हैन। अनि जस लाइन बस्दै हामी भिडियो गर्दै अब के भन्नुभएको उता के भनेर हुन्छ त्यो चाहिँ मैले बुझिनँ हैन। तर पनि एउटा दर्शन गर्नुपर्छ भन्ने चाहिँ मनमा थियो कि मजाले हामी लाइन बसेर हामी दर्शन गऱ्यौँ। त्यसपछि सबैजना वान बाई वान गर्दै लाइन बसेर दर्शन गरेर माला दिनुहुन्छ मालाहरू लगायौँ। त्यसपछि अर्को गुरुरेम्बुजीको चाहिँ म्युजियम रहेछ कि अनि म्युजियमतिर पनि गयौँ हेऱ्यौँ हैन। त्यो म्युजियमभित्र चाहिँ हामीले गर्न नमिल्ने रहेछ भिडियोहरू गर्न नमिल्ने रहेछ। सो मैले बाहिरसँग चाहिँ मैले कहाँसम्म भिडियो गर्न मिल्छ भनेर चाहिँ मैले भिडियो गरेँ हैन। यसो हेर्नुहोस् यस्तै छ हैन रमाइलो छ जस। म त फर्स्ट टाइम कपन गुम्बाभित्र छिर्न पाएँ। पहिला जाँदाखेरि त छिर्न पाएको थिएन। सो आज चाहिँ धेरै रमाइलो लाग्यो। बाई बाई गाइज।